भयो साथीहरू। अब यो हाम्रो यात्रा उमरङ्सो बजारतिर कहाँबाट भन्दा गोविन्दनगर शम्भुको घरथिम आइपुग्न लागेका छौँ हामी। अब यहाँबाट जाँदैछौँ। यहाँ चाहिँ नि यो दतिराम साना बाबुतिर जाने बाटो हो। अब यता शम्भु, मेरो साथी शम्भुको घर यहीँ हो। यो घर छ है, 2 तले घर बनाएको छ शम्भुले। अब यो पुरानो पहिला यहाँ भुषाल काकाको दोकान थियो यहाँ पहिला, अनि खरेली अङ्कलको भयो, त्यसपछि के भयो थाहा भएन। यहाँ पहिलाको रेग्मी काकाको घर। अब यता मन्दिर हुनुहुन्छ, यहाँ धेरै पहिलादेखिको मन्दिर दर्शन गरियो। जय भगवान् रक्षा गर्नुहोस्। अब यता नन्दकलाको घर। अब मैले बिर्सिसकेँ धेरै त। अब यता अब यो थोरै माथि पानी ट्याङ्की थियो, अहिले पानी ट्याङ्की छैन क्या होइन? पम्प हाउस ऊ थियो नि, पम्प हाल्छ अहिले पनि। अब अटोलाई न्युट्रलमा हाले पनि सर जान्छ। ए यो पम्प हाउस धेरै पुरानो, यो स्कुल पढ्दाखेरि हेरिन्थ्यो यो पम्प हाउस। अब यहाँ अब यो नगर न, नयाँ रेस्टुरेन्ट बन्द रहेछ यहाँ साथीहरू। क्यासिन्डी के लेख्यो अलि बुझिएन छिटो भयो। अब यता पहिलाको नारायण मरासिनी काकाको घर थियो यहाँ, यो त्यही घर हो। यसले त अरूले नै लिइसक्नु भएको छ। हेरी यो पनि एउटा सानो चोक जस्तै भइसकेको छ। यता माथि धर अङ्कलको घर। यो तुमुङ जाने बाटो, यो गोलफिल्ड जाने बाटो पनि भनिन्छ। यतापट्टि यता तल तग्बीको दोकान थियो पहिला, अहिले त के छ थाहा छैन साथीहरू। अब यहाँ यही हो यही घर। हामी यताको यो ओह्रालोबाट झर्दैछौँ। आइसके छैन? वेलकम टु रङकाङतुई। यो हो त नि, कस्तो राम्रो घर। आरसिसी बिल्डिङ पनि छ यहाँ। डिमासाको यो गभर्मेन्टको गभर्मेन्ट इङ्गी। राम्रो राम्रो गाडीहरू छन्। कसको? यो त्यही बाटो जुन बाटो हिँड्दै हामी स्कुल जान्थ्यौँ, हाई स्कुल। यो बाटो हिँडेर हामी हाई स्कुल जान्थ्यौँ, पैदलै हिँडेर जान्थ्यौँ हाई स्कुल। अब यो बजरङ्गका रुखहरू देखिएका छन्। चैत वैशाखतिर खुब हावा लाग्छ यो बाटो हिँड्दाखेरि। अब यो बाटो हेर्दा त उस्तै छ, तर अलि नौलो पनि भइसक्यो साथीहरू। साथीहरू भन्दै भिडियो बनाउँदा महावीर पुनको याद आउँछ। महावीर पुनले पनि साथीहरू भन्दै भिडियो बनाउनुहुन्छ। ल यी आसाम, भारतको आसाम उमरङ्सो डिमा हसाओ जिल्ला। यी राम्रा गाडी छन् यहाँ। अब यो अलिकति उकालो बाटो सुरु भयो। दुई मिनट रोकिदिनुहुन्छ, एप्पल के किनौँला। अनि भिनाजुले लैदिनुहुन्छ कि अनि गाह्रो हुन्छ न। यो उकालो सक्यो। जयमतीको घर हो यो। अब यहाँ तामुलको रुखहरू त यता पनि छ, नरिवलको रुखहरू। अब यो मारुति गाडी पनि छ यहाँ बहुत ठुलो मोटरसाइकलको वर्कसप खुलेछ यहाँ यो टर्निङमा। पहिला त यस्तो केही पनि थिएन। अब यहाँ अब यो ओह्रालो सुरु भयो यहाँ, 2 किलोको ओह्रालो। यो बाटो हामी सधैँ हिँड्थ्यौँ स्कुल जाँदा। हामीले 2 किलोको उकालो ओह्रालो भन्थ्यौँ। बस्थ्यौँ, बिसाउँथ्यौँ। अहिले चाहिँ हामी अटोबाट जाँदैछौँ बजार। मौसम पनि राम्रो भयो आज। अस्तिबाट 3 दिन पानी पर्यो। यताउता घुम्न डुल्ने खासै पाइएन। अब यो ओह्रालोमा पहिला लक बोक्ने गाडी निकै एक्सिडेन्ट हुन्थे धेरै पहिला। यही ओह्रालो कहाँ हो? टिकबहादुर हो, टिकबहादुर भन्ने थिए एकजना 82 मा है। ती मरेको पनि यही ओह्रालोमा हो बिनाजु होइन, अलि तल होइन, लकको गाडीबाट। त्यसपछि पनि यहाँ लकका गाडी यो ओह्रालोमा क्या। अब बितोड चलाउने त्यो भइरहेको थियो भने पुरानो याद। एकताका त नारायण भिनाजुहरू पनि यता बस्नुभएको थियो। यता कता हो? यहीँ कता हो?
अलिअलि याद आउँछ मलाई, म नि गएको थिएँ बाबासित। दाइले बसेको ऊ यहाँ हो पहिला। यहाँ होइन? यही जग्गामा हो। ओ यही जग्गा हो। एकताका बस्नुभएको थियो 82 पछि यहाँ बस्नुभएको थियो। धेरै त मलाई थाहा भएन, म गएको छु त्यहाँ बाबाहरूसित। लाग्पाको घर यहाँ मन्दिर। काला दत्तको घर थियो यहाँ कता हो जमानामा, यही हो? ए काला दत्त यो फरेस्ट, यो सरकारी फरेस्ट भयो। यो पुरै बाटो हाम्रो स्कुल पढ्न जाने बाटो। ए डालमिया भन्ने सिमेन्टको यहाँ फ्याक्ट्री, के अरे यो कम्पाउन्ड अफिसहरू होला नि होइन? विज्ञापन विज्ञापन गर्ने ठाउँ। अब यो कुन स्कुल हो? यो सरकारी डिमाराजी प्राइभेट हो यो पनि। डिमाराजी प्राइभेट स्कुल लगभग 30 वर्षपछि जुथाई थ्याङ्क यू भन्यो त्यहाँ। जुथाई भनेको यो डिमासा भाषामा नमस्ते भनेको हो। नमस्कार जुथाई। अब हामी यहाँ पिएचसी थियौँ, आइपुग्न लाग्यो। यो पावर हाउस हो। अब यहाँबाट यो बाटो यतातिर गर्छ, कमला बगानतिर जान्छ यो बाटो होइन? कमला नगर अहिले त ऊ यहाँबाट यो चोकबाट अब यता अटोहरू चल्छ नि, अटोहरू आइरहेछन्। यो पिएचसी फेरि यहाँबाट साथीहरू यो बाटो गएको छ उता कमला नगर जाने बाटो त्यो हो यो पिएचसी। अब यहाँ हस्पिटल मेडिकल भयो यहाँ पहिला आउँदैछ। पहिला त 30 बेडेड रुरल हस्पिटल भन्ने थियो, अहिले यहाँ हेल्थ पोस्ट। यहाँ चाहिँ अहिले इम्युनाइजेसन एन्ड कोल्ड चेन रुम लेख्यो। यहाँ उमरङ्सो कम्युनिटी हेल्थ सेन्टर लेख्यो साथीहरू। यही हस्पिटल यहाँको उमरङ्सो कम्युनिटी हेल्थ सेन्टर। यो त हस्पिटलबाट हेल्थ सेन्टरमा झरेछ क्या, झन् के भयो बुझिनँ मैले। त नि हस्पिटल माने काम त हस्पिटलकै हुने भयो। 30 बेड। यो चाहिँ धेरै पुरानो फुटबल ग्राउन्ड हो यो लालफेल ग्राउन्ड। एकचोटि यहाँ हेलिकप्टर पनि बसेको थियो धेरै पहिला। टुरिस्टहरू आयो। यहाँ हाई स्कुल थियो, हाई स्कुल भत्काएको छ क्या यहाँ। यता यो जेबी अख्तर कलेज। हेरी यो हाई स्कुल, हेरी मैले पढेको हाई स्कुल यही हो। 8, 9, 10 3 वर्ष पढेको हाई स्कुल यही। 12 हेरी यो जेबी अख्तर कलेज यही हो, मैले पढेको कलेज यही हो। यो गरमपानी गभर्नमेन्ट हाई स्कुल यता सरेको छ 12 सम्म छ यो, अहिले 12 क्लाससम्म छ भने। यता एमई स्कुल पनि छ तल। सेक्रेट हार्ट स्कुल जाने बाटो पनि यही हो अगाडिबाट। अब एउटा टर्निङ आउँछ ब्याङ्क रोड, त्यहाँ ब्याङ्क थियो पहिला, अहिले पनि छ। कालीबाडी यही हो। अब यहाँबाट दायाँतिर गएपछि यता कालीबाडी ए कालीबाडी जय काली माता कालीबाडी। ए रोयल एकाडेमी हो। हेरी अब यताबाट लेफ्टतिर गयो भने नेपको कोलोनी, त्यहाँ ब्याङ्क पनि छ। के ब्याङ्क अरे यो? स्टेट ब्याङ्क अफ आसाम, स्टेट ब्याङ्क अफ इन्डिया। यहाँ चाहिँ ठुलो चोक जस्तो भने रहेछ, पहिला थिएन यहाँ यस्तो चोक। अब यहाँबाट उमरङ्सो बजार सुरु हुन्छ। हिमालय नर्सरी लेख्यो त्यहाँ। यता धेरै पुराना दोकान थिए यहाँ पहिलेदेखिका। यही एरियातिर हामी यहीँ आइन्थ्यौँ सामानहरू लिन। यो छ अब मोटरसाइकल वर्कसप। अब लिली होटल आयो। लिली होटल धेरै फरक भएछ त लिली होटल त है। होटल लिली। अब कोअपरेटिभ आउँदैछ। यता फुटबल ग्राउन्ड थियो के अरे है यो उमरङ्सो बजार। ये कोअपरेटिभ यही हो। आसाम ग्रामीण ब्याङ्क लेख्यो त्यहाँ कोअपरेटिभ छ। ए उमरङ्सो मार्ट
फर अल योर डेली निड्स। दोकान पस्ने र होइन बस्ने होइन अल त बस्दिनँ क्या, घरै जाने। दोकानको यही यसो गर्दा ल यताबाट जाऊँ न त, यसो हेर्दै जाऊँ न त। ठिकै छ, एकजनालाई भेट्न पाएँ त। ल यताबाट एक राउन्ड हेर्दै जाऊँ न। मा शारदा होटेल भन्नुहोस्। वहीँ लगिदिनुहुन्छ भन्नु त अघि नै, बुझिन हौ। होइन यहाँ त फलफुल के किन्ने खेसेको किने फलफुल के किन्यो, यहाँ किन्ने हो। ले यो उम्रोङसो बजारी। भोलि गरम 3 किलो बुधबार पर्छ। यहाँ हुनुहुन्छ? ल अब मैले अफ गरेँ। दोकानै बन्द यो ल यो उम्रोङसो बजार। यसो फलफुल पानीतिर लिएर यो डेली बजार हो यो। बनाउँदैछु यहाँ लोकल तरकारी, तामुल पान साथीहरू यी जति पनि पाइरहेछ। अब यी डेली निस्का सामानहरू यी अब यहाँ तामुल पानको बजारहरू हुन्छ। यहाँ चाहिँ नि तामुल पान बेच्ने माईहरू हुनुहुन्छ। यी खुर्सानी, अदुवा, यी लोकल सब्जीहरू यहाँ पाइन्छ। यहीँतिर रोकिदियो नि भयो। ल अब मैले अफ गरेँ है साथीहरू।